हेलो एभ्रिवान, नमस्ते। वेलकम छ हजुरहरूलाई मेरो भिडियोमा। सो साथीहरू, आज हामीहरू जाँदै थियौँ रोहताङ घुम्नलाई। अनि हामी चाहिँ गाडी आएको थिएन नि त, अनि त्यही भएर चाहिँ म चाहिँ यता भित्रतिर घुम्दै थिएँ। अनि यहाँ चाहिँ गाडी नआएको भएर बाबु नानुले चाहिँ चकचक गरिरहेको थियो कि, अनि गाडी पनि आयो साथीहरू हाम्रो चाहिँ। अनि यो चाहिँ कुल्लुको बजार हो है साथी, हिमाचल। अनि यहाँ चाहिँ अब नानी बसिराखेर के गाडीमा, अनि त्यो चकचक गर्ने आदत बानी छ नि त त्यसको। अनि यहाँ चाहिँ नानीले झर्नी झर्ने भनिरहेको थिएँ। अनि यहाँ चाहिँ हामी यहाँ गाडी रोकेर एकछिन बसिरहेको थियौँ हामी यहाँ माथि चाहिँ। अनि यिनीहरू चाहिँ पछाडि आए। अनि यहाँ चाहिँ हाम्रो साथीहरू आउनुभयो, साथीहरू बाबुसँग फोटो लिनुभयो। अनि सो हामी चाहिँ फेरि बसेर गयौँ गाडीमा साथीहरू। 3 घन्टाको सफर थियो नि त। यस्तो बसेर पनि यस्तो लागिरहेको थियो कि कति बेला पुगौँला भन्ने भयो। जहाँ यो हिमालय देखेछ नि, त्यहाँ जानु थियो कि साथी हामीहरूले चाहिँ। यहाँ चाहिँ मलाई यस्तो जिप लाइन देखेँ नि त, मैले यहाँ दाइलाई दाइ सोध्नु न, म जाने हो कि भनेर, खेल्न जाने हो कि भनेर भनिरहेको थिएँ। अनि यहाँ चाहिँ दाइले सोध्नुभयो। अनि यहाँ चाहिँ मैले 500 रुपियाँ थियो एकजनाको टिकट चाहिँ। अनि म चाहिँ यहाँ गएँ साथीहरू। अनि यहाँ दाइले चाहिँ मलाई हेलमेट लगाउँदै हुनुहुन्थ्यो कि। अनि अर्को दाइले चाहिँ त्यो यो रस्सी पता नि यहाँ कस्तो कम्मरमा लगाइदिनु भयो। अनि यहाँ चाहिँ हामीहरू गयौँ साथीहरू। यहाँ दाइ चाहिँ जानुभयो कि अगाडि, मलाई लागेको थियो सायद मसँग जानुहुन्छ होला भनेर, यस्तो डर। अनि मलाई चाहिँ यहाँ दाइले यो रस्सी यहाँ लगाउँदै हुनुहुन्थ्यो, यस्तो डर लाग्थ्यो कि चाहिँ। अनि सो साथीहरू न, म त तलतिर एकचोटि पनि हेरेन के डरले। अनि यहाँ चाहिँ म आइसकेँ। मैले यस्तो आँख बन्द गरेर यहाँ आएको थिएँ कि। हेर्नु न, स्याउको रुख हो कि साथीहरू, यो यस्तो राम्रो थियो। पहाडी पछाडि हेर्नु न, पहाडहरू के यस्तो राम्रो थियो। अनि यहाँ चाहिँ फेरि दाइले मलाई उतातिर पठाउनु भयो। अनि यहाँ चाहिँ मलाई यस्तो डर लागिरहेको थियो कि। अनि तलतिर चाहिँ मैले हेरेन कि, यता तल एकचोटि हेरेको थिएँ, यसपटक त्यही पनि पुग्न लागिसकेको थियो र हेरेको थिएँ, यस्तो डर लाग्थ्यो नि। अनि यहाँ चाहिँ दाइले यो रस्सी खोलिदिनु भयो साथीहरू। अनि म चाहिँ यहाँ हामी लगभग पुग्न आँटिसकेको थियौँ हामी चाहिँ यहाँ माथि चाहिँ। अनि यहाँ फेरि नानीले झर्नी भनेर फेरि यहाँ झऱ्यौँ। अनि यहाँ बाबु चाहिँ बरफमा गिर्यो के यहाँ। अनि सो फेरि साथीहरू हामी चाहिँ यहाँ बसेर जान लागिसक्यौँ, लगभग पुग्न लागिसकेको थियौँ। अनि यहाँ चाहिँ दाइले चाहिँ 9 किलोमिटरको टनल हो भन्दै हुनुहुन्थ्यो। अनि यो चाहिँ 9 किलोमिटरको टनल हो है साथीहरू। अनि लगभग हामी चाहिँ यहाँ आइसक्यौँ साथीहरू। यहाँ चाहिँ नानीले चाहिँ बोमिट गरिदियो कि, हामीले चाहिँ जानु थियो अगाडि यसो। अनि त्यही पनि अनि यहाँ चाहिँ आइसकेका थियौँ हामीहरू। फाइनली गाइज आइसक्यौँ हामी यहाँ चाहिँ। यस्तो रमाइलो थियो नि त, यति भिड थियो यहाँ चाहिँ। अनि सो हामी चाहिँ यहाँ घुमेर साथी अनि जाँदै थियौँ। हर कली महताब क्या होगी और जिसने लाखों हसीनाएं देखी उसकी नीयत खराब क्या होगी। कि काश मैं मोहब्बत की कल्पना करता कि मोहब्बत मेरे पास होती, जवाने की वो तलवार होती, सारी दुनिया को बताता ये है मेरी मोहब्बत इससे पहले कि तू मेरे पास होती। गोलगप्पे के पानी में तो नहीं डाला। यहाँ चाहिँ म नानीदेखि सामान आउने भएर लास्ट मगाउँछ भन्दै हुनुहुन्थ्यो दाइले। हाँ अमृता बच्चन है। नींबू डालो भैया, क्या डाला आपने? हाँ देखो, बोलो हेलो सर। जाओ भैया जाओ। भैया नींबू तो डालो। अमिताभ बच्चन आ गए हैं, मैं इनको एक गोलगप्पे खिलाऊंगा। ये मेरे को 100 रुपए। अंकल हेलो। ये लो, अमिताभ बच्चन को मैं गोलगप्पे खिला रहा हूँ। बचपन का प्यार भूल नहीं जाना, ये जमाना घूम के आया। 50 रुपए ले लीजिए ना बाबू लाई। ये बहुत खाना पड़ेगा, तो 100 लेके जाएंगे। सेम टू सेम ऐसे लग रहे थे आप।